Hey everyone, welcome to my YouTube channel. Today we are talking about Photoshop, and if you want to see more content like this, subscribe. हामी Photoshop मा ब्यानर डिजाइन गर्न सिक्दै छौं। ब्यानर डिजाइन एडभर्टाइजमेन्ट को लागि गरिन्छ। त्यसैले यसै विषयमा रहेर आज म तपाईहरुलाई साधारण ब्यानर डिजाइन गर्न सिकाउन गइरहेको छु। Alright, let's dive right into the video. अब तपाईहरु आफ्नो कम्प्युटरको स्क्रिनमा आउनुहोस् र एडोब फोटोशपलाई ओपन गर्नुहोस्। अब हाम्रो कम्प्युटर स्क्रिनमा चाहिँ फोटोशप ओपन भइसकेको छ। अब हामीले चाहिँ न्यू फाइललाई चाहिँ क्रिएट गर्नुहोस्। त्यसको लागि फाइलमा गएर यसरी न्यूलाई सिलेक्ट गरेर पनि तपाईहरुले फाइल क्रिएट गर्न सक्नुहुन्छ हैन। अब अनि अर्को तरिका पनि रहेको छ, यो सर्टकट तरिका। तपाईहरुले सर्टकट की लिएर पनि तपाईहरुले चाहिँ न्यू फाइल क्रिएट गर्न सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले कन्ट्रोल एन, यसरी पनि कन्ट्रोल एन लाई प्रेस गरेर पनि तपाईहरुले न्यू फाइल क्रिएट गर्न सक्नुहुन्छ। अब यो डायलग बक्स भित्र चाहिँ हामीले चाहिँ सेटिङ गर्नुपर्ने हुन्छ। यसैमा नै मुख्य कुरा रहेको छ, हामीलाई चाहिँ अब कति साइजको ब्यानर चाहिएको हैन, कति ब्यानर चाहिँ साइजको आवश्यक हामीलाई छ हैन आफ्नो बिजनेस एडभर्टाइजमेन्टको लागि। अब हामीले चाहिँ यहाँ साइजहरु चाहिँ सेट गर्छौं। अब साइज कसरी सेट गर्ने भन्ने विषय म तपाईहरुलाई सिकाउँछु। यहाँ विड्थ देख्न सक्नुहुन्छ एन्ड हाइट। विड्थ र हाइट दिएको छ। विड्थ भनेको चौडाई, हाइट भनेको उचाइ। अब मानौ तपाईहरु 5 फिट चौडाई भएको र 6 फिट उचाइ भएको ब्यानर चाहिँ डिजाइन गर्न जाँदै हुनुहुन्छ। अब साइज कसरी राख्ने त भनेपछि तपाईहरुले चाहिँ 5 फिटको चौडाई राख्नु हुँदाखेरि 12 ले 5 लाई मल्टिप्लाई गर्नुहोस्। 12 ले 5 लाई मल्टिप्लाई गर्दा कति हुन्छ? 60 हुन्छ। 60। अब हाइट हामी कति राख्छौं? 6 फिट राख्छौं। अब फेरि सेम 12 ले 6 लाई मल्टिप्लाई गर्नुहोस्, कति हुन्छ? 72। 72। अब तपाईहरुले यहाँ विचार गर्नुहोस्, यो यहाँ पिक्सलमा रहेको छ। हामी चाहिँ यसलाई इन्चेस सिलेक्ट गर्नुपर्ने हुन्छ। किन भन्दाखेरि चाहिँ हामीलाई थाहा छ कि यसलाई हामीले कति फिटको? 5 फिटको भनेपछि 12 ले 5 लाई मल्टिप्लाई गर्दा 60 हैन। अनि किन भन्दाखेरि 60 इन्चेस इक्वल्स 5, हामीलाई थाहा छ 60 इन्चेसको बराबर 5 फिट भनेर। हामीले चाहिँ फिटलाई चाहिँ कन्भर्ट गरेर राखेको हो हैन। 5 फिटको इन्चेस हामीले चाहिँ कन्भर्ट गरेको हो हैन। अनि कन्भर्ट गर्दाखेरि 60 भएको छ। अनि त्यही 60 मैले राखेको। यो माथिको 5 फिट भयो हैन। अनि त्यसैले अब तल 6 फिट अनि यहाँ पिक्सल छ, यहाँ इन्चेसलाई सिलेक्ट गर्नुहोस्। अब 72। अब 72 इन्चेस इक्वल्स 6। यो चाहिँ 6 फिटको हाइट र 5 फिटको चौडाई चाहिँ भएको छ। यो तपाईहरुले यसरी साइजहरु चाहिँ राख्न सक्नुहुन्छ। अनि फेरि बुझ्नु भएन भने म फेरि अर्को एउटा छोटो फेरि त्यस्तै खालको उदाहरण दिन्छु। मानौ तपाईहरु चाहिँ 8 फिटको विड्थ भएको ब्यानर डिजाइन गर्दै हुनुहुन्छ भने त्यसमा तपाईहरुले के गर्नु पर्यो? 12 ले 8 लाई मल्टिप्लाई गर्नु पर्यो, 96। अनि हाइट कति? 9 फिट चाहिएको हैन हामीलाई, 9 फिट। अनि 12 ले 9 लाई मल्टिप्लाई गर्दा 108। अनि यो इन्चेसमै हुनुपर्छ। अब यो त तपाईहरुले बुझिसक्नु भएको छ। अब हामी तल आउँछौं, यो रेजोल्युसनमा आउँछौं। सबैभन्दा चाहिँ मुख्य कुरा यसैमा रहेको छ र धेरै जना यसैमा कन्फ्युजमा हुनुहुन्छ हैन। अब हामीले यो साइजहरु त राख्यौं, तर रेजोल्युसन चाहिँ कति राख्दाखेरि चाहिँ सुटेबल हुन्छ, कति राख्दा चाहिँ राम्रो हुन्छ भन्ने विषयमा चाहिँ धेरै जना चाहिँ कन्फ्युज हुनुहुन्छ। अब यो कन्फ्युज पनि म दूर गर्न जाँदैछु। अब म तपाईहरुलाई डीपली हामी नजाऊ, हामी सरसर्ती तपाईलाई म भनिदिन्छु। फेरि डीपली गयो भने भिडियो अझ धेरै लम्बिन सक्छ। यहाँ चाहिँ तपाईहरुले
म तपाईहरुलाई उदाहरण दिन्छु जस्तै स्मल ब्यानर्स हैन तपाईहरु सानो ब्यानर चाहिँ सानो साइजको ब्यानर चाहिँ डिजाइन गर्दै हुनुहुन्छ भने तपाईहरुले चाहिँ जस्तै सानो ब्यानर्समा चाहिँ कति साइज पर्छ भने चाहिँ 1 देखि 3 फिट सम्म 1 देखि 3 फिट सम्मको लागि चाहिँ स्मल ब्यानरमा चाहिँ मैले राखेको छु अनि यसमा चाहिँ रेजुलेसन चाहिँ कति राख्दा राम्रो हुन्छ भनेपछि 150 टु 300 150 देखि 300 सम्मको रेजुलेसन चाहिँ एकदमै सुटेबल हुन्छ। अब मिडियम ब्यानर्समा चाहिँ 4 देखि 6 फिट सम्मको लागि मैले राखेको छु र यसमा चाहिँ रेजुलेसन चाहिँ कति हुँदा चाहिँ राम्रो हुन्छ भनेपछि 100 टु 150 राख्नु भयो भने वर्क्स वेल हैन। तपाईहरुले मिडियम ब्यानर्सको लागि 4 देखि 6 फिट सम्म राख्नु भयो भने 4 देखि 6 फिट सम्मको ब्यानरमा चाहिँ तपाईहरुले चाहिँ 100 देखि 150 को रेजुलेसन राख्नु भयो भने चाहिँ राम्रो काम गर्छ। अब लार्ज ब्यानर्स चाहिँ मैले चाहिँ 6 फिट माथि 6 प्लस मैले माथि राखेको छु। यसमा चाहिँ तपाईहरुले चाहिँ रेजुलेसन कति राख्नुस् भनेपछि 72 देखि 100 72 टु 100 72 देखि 100 सम्मको तपाईले चाहिँ रेजुलेसन राख्दा चाहिँ राम्रो हुन्छ। अब एक्स्ट्रा लार्ज ब्यानर्स मैले भने अब लार्ज ब्यानर्स भन्दा पनि ठुलो एक्स्ट्रा लार्ज ब्यानर्स को लागि चाहिँ जस्तै उदाहरणको लागि लिउँ हैन। एक्स्ट्रा लार्ज ब्यानर्समा के पर्छ त बिलबोर्ड्स हैन स्टेज ब्याकड्रप्सहरु भयो हैन भन्नाले होर्डिङ बोर्ड भन्न खोजेको होर्डिङ बोर्ड हैन अनि स्टेज ब्याकग्राउन्डहरु भन्न खोजेको मैले चाहिँ अनि त्यसको लागि चाहिँ हामीले चाहिँ ठुलो ब्यानर्सहरु चाहिँ ठुलो साइजको ब्यानर्स चाहिँ हैन एक्स्ट्रा लार्ज ब्यानर्सहरु चाहिँ हामीले चाहिँ डिजाइन गर्नुपर्ने हुन्छ। अब त्यसमा हामीले चाहिँ रेजुलेसन कति राख्छौं भनेपछि 30 टु 72 30 देखि 72 सम्मको रेजुलेसन राख्नु भयो भने चाहिँ टाढाबाट पनि एकदमै क्लियरली एकदम स्पष्टसँग चाहिँ राम्रो देखिन्छ। टाढादेखिबाट पनि छर्लङ्गै हामीले चाहिँ देख्न सक्छौं। त्यसैले एक्स्ट्रा लार्ज ब्यानर्सको लागि तपाईहरुले रेजुलेसन कति राख्नुस् 30 टु 72 राख्दा चाहिँ राम्रो हुन्छ। अब हामी अर्को फेरि यो मोडमा आउँदाखेरि यहाँ आरजीबी मा बसेको छ र हामी चाहिँ आरजीबी चाहिँ लिदैनौं। आरजीबी ले चाहिँ हामी सिलेक्ट गर्दैनौं। हामी चाहिँ सीएमवाईके ले चाहिँ सिलेक्ट गर्छौं। योलाई कहाँ छ यो यसलाई सीएमवाई कलरलाई। अब यसमा पनि फेरि तपाईहरु कन्फ्युज हुनुभयो होला। अब किन चाहिँ आरजीबी चाहिँ हुँदैन भनेपछि आरजीबी चाहिँ आरजीबी युज्ड फर डिजिटल डिस्प्लेस हैन। आरजीबी चाहिँ डिजिटल डिस्प्लेको लागि मात्र जस्तै मोनिटरहरु स्क्रिनहरु भयो हैन अनि मोबाइलहरु भयो टिभीहरु भयो कम्प्युटर भयो हैन यो सबै स्क्रिनको लागि तपाईहरु स्क्रिनमा डिजाइन गर्दै हुनुहुन्छ भने तपाईहरुले चाहिँ आरजीबी कलरलाई चाहिँ सिलेक्ट गर्नुहोस्। आरजीबी चाहिँ तपाईहरुले बुझ्नुहोस् आरजीबी चाहिँ स्क्रिनको लागि मात्र डिजाइन गरिन्छ हैन। अनि हामीले स्क्रिनको लागि चाहिँ डिजाइन गर्दै छौं भने चाहिँ हामीले चाहिँ मोडमा चाहिँ आरजीबी लाई चाहिँ लिनुपर्ने हुन्छ सिलेक्ट गर्नुपर्ने हुन्छ किनकि आरजीबी चाहिँ स्क्रिनको लागि मात्र रहेको छ। अनि आरजीबी को फुल फर्म पनि भनिदिहाल्छु रेड ग्रीन ब्लू हो। तर हामी चाहिँ सीएमवाई के लिदै छौं। सीएमवाई के चाहिँ युज्ड फर प्रिन्टिङ। हामी चाहिँ प्रिन्टिङको लागि चाहिँ डिजाइन गर्दै छौं हैन। अनि त्यही भएर कारणले चाहिँ सीएमवाई के लाई हामी सिलेक्ट गर्छौं। सीएमवाई के कलर। अब सीएमवाई को फुल फर्म पनि भनिदिहाल्छु। सीएमवाई को फुल फर्म रहेको छ सायन मेजेन्टा आलो की यसको फुल फर्म चाहिँ रहेको छ। अब यतिसम्म तपाईहरुले बुझ्नुभयो। अब साइज कसरी राख्ने हैन कुन तरिकाले अनि रेजुलेसन कति साइजको ब्यानरमा कति रेजुलेसन राख्ने त्यो पनि तपाईहरुले बुझ्नुभयो हैन। अब मोडमा सीएमवाई के राख्ने कि हैन आरजीबी राख्ने कि त्यो पनि तपाईहरु क्लियर हुनुभयो होला हैन। अब म तपाईहरुलाई एउटा डिजाइन बनाउन सिकाउन गइरहेको छु। म चाहिँ विथ चाहिँ 3 फिटको राख्छु। 12 ले 3 लाई मल्टिप्लाई गर्छु 36 अनि हाइट 4 फिट राख्छु। 12 ले 4 लाई मल्टिप्लाई गर्छु 48
अनि चाहिँ इन्चेसमै हुनु पर्यो हैन, इन्चेसमै सिलेक्ट हुनु पर्यो। अब यो सबै भइसकेपछि अनि अब यसमा रेजोल्युसन अब कति राख्ने हैन। अब यो अघि मैले तपाईहरुलाई भनिसके 4 देखि माथि हैन, 4 देखि 4 फिटदेखि 6 फिटसम्मकोलाई चाहिँ हामीले चाहिँ मिडियममा राखेको थियौं। अनि त्यसको लागि हामीले रेजोल्युसन कति दिने भनेको थियौं त 100 देखि 150। अब यो हामी मिडियममा राख्छौं अनि त्यसैले म चाहिँ रेजोल्युसन कति दिन्छु 150 दिन्छु। ठिकै छ 100 ठिक छ 100 दिन्छु। अब यो सबै भएपछि अब सबै सेट गरिसकेपछि अब ओके गर्छौं। ल हेर्नुस्, यो चाहिँ साइज बनेर यो फाइल चाहिँ ओपन भइसकेको छ। अब हामी चाहिँ यस भित्र चाहिँ डिजाइन गर्छौं। यो ब्यानर चाहिँ तपाईको 3 फिट चौडाई, 3 फिट विड्थ र हाइट 4 फिटको हुनेछ। अब हामी यसमा डिजाइन गर्छौं। अब सबैभन्दा पहिले हामी यो शेप टुलमा आउँ र यसलाई राइट क्लिक गरौँ अनि यसबाट इलिप्स टुललाई लिनुहोस् अनि यसरी शिफ्टलाई प्रेस गरेर यसरी ड्र्याग गर्नुहोस् अनि मुभ टुलमा गएर यसलाई यसरी ल्याउनुहोस्। तपाईहरुले यसलाई तपाईहरुको जुन चाहिँ तपाईहरुले बनाउनु भएकोमा चाहिँ अब यो सर्कल चाहिँ सानो भएको छ भने तपाईहरुले यसलाई यसको साइज घटाउन बढाउन पनि सक्नुहुन्छ। त्यसको लागि तपाईहरुले चाहिँ कन्ट्रोल टी गर्नुहोस् र शिफ्टलाई प्रेस गरेर यसरी साइज घटाउन बढाउन सक्नुहुन्छ। म चाहिँ यतिकै राख्छु। अलिकति यसलाई साइज म पनि कमै गर्छु। शिफ्टलाई प्रेस गरेर यसरी अब हामी तपाईहरु सबैको आफ्नो फेभरेट कलर हुन्छ। म चाहिँ यो रेडको सट्टामा चाहिँ म येलो कलर चाहिँ यसमा फिल गर्छु। त्यसको लागि तपाईहरु कलर फिल गर्नको लागि चाहिँ यहाँ गएर यो लेयरमा गएर डबल क्लिक गर्नुहोस्। म चाहिँ येलोलाई लिन्छु। ओके, अब यसलाई म फेरि कपी गर्छु। कपी गर्नको लागि तपाईहरुले कन्ट्रोल जे गर्नुहोस्। यो चाहिँ तपाई कपी भएर आइसकेको छ। यो तल्लो लेयरको चाहिँ कपी हो। अब यसलाई म व्हाइट कलर लिन्छु यसमा तल चाहिँ, किनकि हामी यहाँ चाहिँ हल्का केही सानो डिजाइन दिन गइरहेका छौं। अब तपाईहरु कन्ट्रोल टी गर्नुहोस्। अब कन्ट्रोल टी गरेर माउसले हल्का यसरी यहाँ यतातिर सार्नुहोस्। अनि यसरी तलबाट पनि हल्का माथिबाट पनि यसरी तान्नुहोस्। अब इन्टर प्रेस गर्नुहोस्। अब फेरि यो व्हाइटलाई यो लेयरलाई म फेरि कपी गर्छु। कन्ट्रोल जे। यो तल्लोको कपी रहेको छ। अब यसमा राखेर तपाईले चाहिँ डबल क्लिक गर्नुहोस्। अब फेरि येलो लिन्छौं। अब फेरि कन्ट्रोल जे, सरी ब्याक आउनको लागि कन्ट्रोल जेड गर्नुहोस्। कन्ट्रोल टी चाहिँ गर्नुहोस्। अब यसलाई फेरि माउसले हल्का यसरी तान्नुहोस्। अब तलमा पनि इन्टर प्रेस गर्नुहोस्। ल हेर्नुहोस्, यहाँ चाहिँ एउटा सानो एउटा डिजाइन बनेर चाहिँ तयारी भइसकेको छ। यो अब यो लाइन देखिरहेको छ। यो लाइनलाई चाहिँ हटाउनको लागि तपाईहरु यहाँ आएर वन क्लिक गर्नुहोस्। ल हेर्नुहोस्, यो हटेको छ। अब यसभित्र चाहिँ हामी फोटो चाहिँ इन्सर्ट गर्छौं। तपाईहरु फोटो इन्सर्ट गर्नको लागि फाइलमा गएर ओपन पनि गर्न सक्नुहुन्छ यसरी। अनि अर्को सर्टकट कीले पनि कन्ट्रोल ओ गरेर पनि फोटो फाइलहरु ओपन गर्न सक्नुहुन्छ। अब मैले यहाँ सेभ गरिरहेको छु। यो फोटोलाई म यहाँ इन्सर्ट गर्न गइरहेको छु। अब यो फोटोलाई तपाईहरुले यसरी माउसको सहायताले यसरी ड्र्याग गरेर यहाँ ल्याएर छोडिदिनुहोस्।
अब तपाईहरुले यहाँ लेयरमा देख्न सक्नुहुन्छ यो फोटो आइसकेको छ तर यो फोटो चाहिँ यो लेयरको पछाडी चाहिँ लुकेको छ। अब त्यसको लागि तपाईहरुले यो लेयरलाई यो लेफ्ट की हैन यो लेफ्ट बटनलाई यो माउसको लेफ्ट बटनलाई यसरी प्रेस गरेर चाहिँ माथि लगेर छोड्दिनुहोस्। ल हेर्नु यो माथि यो लेयरको माथि आइसकेको छ। अब यसलाई हामी साइज बढाउँछौं कन्ट्रोल टी अनि शिफ्टलाई प्रेस गर्नुहोस् अनि यसरी माउसले ड्र्याग गर्नुहोस्। अब कति साइजको तपाईहरुलाई चाहिएको कुन साइजको तपाईहरुले आफूलाई चाहिएको जस्तो आफूलाई आवश्यक अनुसारको साइज चाहिँ तपाईहरुले चाहिँ यसरी बनाउन सक्नुहुन्छ। म चाहिँ यतिको साइज राख्छु। इन्टर प्रेस। अब फेरि हामी शेप टुलमा जाउँ। अब यो राउन्डेड रेक्टेंगल टुललाई लियौं अनि अब यसरी तान्नुहोस्। यसरी गरेर अब मुभ टुलमा जानुहोस् यसलाई यसरी गरेर मिलाउनुहोस्। ल अब तर म चाहिँ यो रेडलाई चाहिँ म चाहिँ ब्लू बनाउन गइरहेको छु। ब्लू कलर तपाईहरु यसरी लेयरमा गएर डबल क्लिक गर्नुहोस् अनि ब्लू कलरलाई सिलेक्ट गर्नुहोस् अनि ओके गर्नुहोस्। ब्लू कलर भइसकेको छ। अब म चाहिँ चाहन्छु यता ब्लू होस् यता चाहिँ येलो होस्। त्यसको लागि फेरि तपाईहरु यो शेप टुलमा जानुहोस् राइट क्लिक गर्नुहोस् अनि यही राउन्डेड रेक्टेंगल टुललाई लिएर यहाँदेखि यसरी ड्रा गर्नुहोस् शिफ्टलाई प्रेस गरेर। सरी शिफ्टलाई प्रेस नगरिकन अब कन्ट्रोल टी। तपाईहरुको ठुलो भएको छ नि यसलाई हामीले यसरी सानो पनि गर्छौं। सानो यसरी मिलाउन सक्छौं यसको साइजलाई यो अनुसारको ठ्याक्क। अब हल्का फेरि एक तानो यतै इन्टर प्रेस। अब यो बक्स भित्र चाहिँ हामी येलो कलर चाहिँ इन्सर्ट गर्छौं। त्यसको लागि तपाईहरु फेरि यो लेयरमा गएर डबल क्लिक गर्नुहोस्। अब यहाँबाट तपाईहरुले येलो कलरलाई चाहिँ लिनुहोस्। ल यो येलो भएको छ यो चाहिँ ब्लू भएको छ। अब यस भित्र हामी यो टेक्स्ट टुलमा गएर यहाँ केही लेख्न गइरहेको छौं। अब यो भित्र चाहिँ लेख्नुहोस् इनरोल नाउ भनेर मैले यहाँ लेखेँ र म यसलाई अझै टेक्स्टलाई चाहिँ म बढाउन चाहन्छु 150 ल 150 चाहिँ सुटेबल भएको छ। अब फेरि टेक्स्ट टुलमा गएर फेरि यहाँ म लेख्छु यसमा चाहिँ म व्हाइट कलर मा लेख्छु। अब फाइन्ड मोर इन्फर्मेसन भनेपछि अब हामीले यहाँ केही लिंकहरु दिनुपर्ने हुन्छ। अब म चाहिँ सोशल आइकन यहाँ इन्सर्ट गर्दै म यहाँ लिंकहरु दिन्छु। अब त्यसको लागि तपाईहरु फेरि कन्ट्रोल ओ अब यसलाई म सिलेक्ट गर्छु। यो सबै सोशल आइकनहरु चाहिँ म यहाँ ल्याएर इन्सर्ट गर्छु। तपाईहरुले चाहिँ यसरी ड्र्याग गरेर चाहिँ यहाँ ल्याएर छोड्दिनुहोस् यसरी। अब सबै सोशल आइकनहरु चाहिँ यहाँ चाहिँ आइसकेको छ। अब यसलाई म टर्न बाइ टर्न यहाँ ल्याएर चाहिँ राख्छु। पहिले म यो इन्स्टाग्राम ल्याउँछु यो आइकनलाई।
कन्ट्रोल टी यसलाई अलिकति म साइज सानो बनाउँछु इन्टर अनि त्यसपछि फेसबुक अब मैले चाहिँ सबै यो सोशल आइकनहरु यहाँ इन्सर्ट गरेर सबैको लिंकहरु दिइसकेको छु अब हामी टपमा यहाँ कलेजको नाम दिनेछौं यो 250 को टेक्स्ट साइज 250 राख्छु मैले यस कलेज लेखिसकेको छु अब यसलाई अलिकति बोल्ड बनाऊ यो अक्षरलाई यसको लागि म चाहिँ टेक्स्ट स्टाइल चाहिँ इम्प्याक्ट मैले टेक्स्ट स्टाइल चाहिँ इम्प्याक्टल लिएको छु अब यसलाई म ग्रीन कलर यो टेक्स्टलाई चाहिँ म ग्रीन कलर बनाउँछु तपाईहरुले यसरी पहिले टेक्स्टलाई सिलेक्ट गर्नुहोस् अनि कलरमा गएर यसरी ग्रीन लाइन लिन सक्नुहुन्छ अब मुभ टुलमा आएर ओके गर्नुहोस् ल यस कलेज भइसकेको छ अब तल म एड्रेस फोन नम्बर चाहिँ अब एड्रेस मात्र म तल लेख्न गइरहेको छु अब एड्रेस लेख्नलाई फेरि टेक्स्ट टुलमा आएर यहाँ तपाईहरुले चाहिँ अब यसको तलको यो एड्रेस चाहिँ म 150 गैरीगाउँ केटीएम गैरीगाउँ काठमाडौँ यसलाई म सिलेक्ट गरेर कलर चाहिँ अर्कै कलर चेन्ज गर्न गइरहेको छु ब्लू कलर अब यति भइसकेपछि यो एडमिसन ओपन भनेर म यहाँ लेख्छु एडमिसन लेखे मैले अब फेरि यसलाई म सिलेक्ट गर्छु अब यो टेक्स्ट साइज ठिकै छ यसलाई यहाँ ल्याएर राख्छु अब लेख्नु पर्छ तल म लेख्छु ओपी ओपन क्लोज प्रोफाइल हैन यहाँ ओपन 2025 फेरि हामी यसमा एउटा बक्स इन्सर्ट गर्छौं त्यसको लागि राइट क्लिक गर्नुस् अनि यो फेरि राउन्डेड रेक्टेंगल टुललाई लिएर यसरी ड्रा गर्नुस् अब यसमा म टेक्स्ट इन्सर्ट गर्छु यहाँ टेक्स्ट बक्समा आएर यहाँ 150 साइजलाई घटाएर म 72 राख्छु अब म यहाँ लेख्छु यहाँ म टाइप गर्छु यो रातोलाई यो
पहिले म यो बक्सलाई चाहिँ ओपन फर रजिस्ट्रेसन, यो बक्सलाई चाहिँ म एलो बनाउन गएको छु, एलो कलरको बक्स। यो लेयरमा आउनुहोस्, यसको लेयर यो रहेको छ, यसलाई डबल क्लिक गरौँ अनि यो ओपन फर रजिस्ट्रेसनमा यसको लेयरमा गएर तपाईहरुले यो माउसले यहाँ ल्याएर राख्नुहोस्। ल यतिसम्म भइसकेको छ। फेरि यो शेप टुलमा गएर यो शेप टुलमा गएर फेरि यो राउन्डेड रेक्टेंगल टुललाई लिएर हामी फेरि ड्रा गर्छौं एउटा बक्स। अब यसलाई म एलो, यसलाई पनि एलो नै बनाउँछु। अब म यहाँ लेख्छु अब म यसलाई यहाँ ल्याएर राख्छु। अब यतिसम्म हाम्रो यो ब्यानर चाहिँ बनिसकेको छ। अब यहाँ थोरै केही कुराहरु म लेख्छु। फेरि इन्सर्टमा जाउँ, के अरे टेक्स्ट बक्समा जाउँ, यहाँ टाइप गरौँ ल। मैले चाहिँ यो सबै लेखिसकेको छु। अब हाम्रो डिजाइन चाहिँ कस्तो बन्यो हेरौँ एक्चुअली। यो चाहिँ अलिकति ठुलो भएको छ। यो टेक्स्टलाई हामी सानो गर्छौं। टेक्स्ट बक्समा गएर अर्थात कन्ट्रोल टी गरेर पनि हामी गर्न सक्छौं। यसको म टेक्स्ट साइज चाहिँ घटाइन्छु 85। यो हाम्रो अब यो डिजाइन चाहिँ बनेर चाहिँ तयारी भइसकेको छ। अब यसलाई हामीले चाहिँ सेभ गर्छौं। फाइलमा जानुहोस्, फाइलमा गएर सेभ एजमा जानुहोस्, सेभ एजमा गएर अब फाइल नेम दिनुहोस्। म चाहिँ यहाँ PO भनेर मात्र लेख्छु। तपाईहरुले आफ्नो तरिकाले कुनै फाइलको नाम चाहिँ दिनुहोस्। अनि अब यो फोटोशपलाई चाहिँ हामीले यो PST लाई चाहिँ हामी JPG बनाउँछौं। हामीले JPG मै यो सेभ गरेर हामीले प्रिन्ट गर्ने हो हैन। JPG मा मैले यसलाई JPG मा राखे। अब कहाँ राख्न चाहनुहुन्छ तपाईहरु हैन, कुन फोल्डरमा राख्न चाहनुहुन्छ? म चाहिँ यो सोशल आइकनमै राख्छु। यो चाहिँ सेभ भइसकेको छ। अब हेरौं कस्तो भयो हाम्रो यो डिजाइन। तपाईहरुलाई मैले डिजाइन गर्न त सिकाएँ, तर मार्जिनको विषयमा जानकारी दिन नै बिर्सिएछु। किनकि मार्जिन चाहिँ एकदमै कम्पल्सरी रहेको छ। हामीले मार्जिन राख्नुपर्छ। कुनै पनि डिजाइन गर्दाखेरि चाहिँ मार्जिन चाहिँ अति आवश्यकता रहेको छ। हामीले मार्जिन छुट्याउनु पर्छ। अब मार्जिन कसरी राख्ने भनेपछि
तपाईहरु यो माउसलाई यो रुलरमा लिएर जानुहोस् र माउसको लेफ्ट बटनलाई यसरी प्रेस गरेर हैन यसरी तपाईहरुले चाहिँ ड्र्याग गर्नुहोस् यसरी ड्र्याग गरेर यहाँ ल्याएर राख्नुहोस् यसरी छोड्नुहोस् हैन यसरी तपाईहरुले चाहिँ यसरी नै जस्तै मैले सबै यसरी नै ल्याएर राखेको हैन माथिबाट पनि यसरी नै तानेर ल्याएर राखेको यसरी अनि तपाईहरुले यसरी नै मार्जिन राख्नुहोस् र यो भित्र चाहिँ तपाईहरुले चाहिँ डिजाइन गर्नुहोस् तपाईहरुले यो बाहिर डिजाइन गर्नुभयो भने प्रिन्ट आउट हुने क्रममा हैन प्रिन्ट आउट गर्ने क्रममा चाहिँ तपाईहरुको डिजाइन चाहिँ काटिएर आउने एकदमै धेरै सम्भावना रहन्छ अनि त्यसैले हामीले चाहिँ आफ्नो डिजाइन चाहिँ नकाटियोस् भन्नको लागि चाहिँ हामीले चाहिँ यो मार्जिन चाहिँ छुट्याउनु पर्ने हुन्छ तपाईहरु ब्यानरको लागि मात्र हैन बिजनेस कार्ड अर्थात भिजिटिङ कार्ड भयो हैन तपाई ब्यानरहरु भयो हैन केको डिजाइन गर्दै हुनुहुन्छ हैन अब डिजाइन गरे तपाई प्रिन्ट आउट गर्दै हुनुहुन्छ भने चाहिँ तपाईहरुले चाहिँ कम्पल्सरी चाहिँ मार्जिन राख्न चाहिँ एकदमै आवश्यकता रहेको छ अनि हामी चाहिँ यो भित्र नै रहेर हामी चाहिँ डिजाइन गर्छौं त्यसैले तपाईहरु चाहिँ मार्जिन राखेर चाहिँ कुनै पनि ब्यानरको चाहिँ हैन भिजिटिङ कार्ड होस् या हैन जेसुकैको होस् तपाईहरुले डिजाइन गर्नु हुँदाखेरि चाहिँ तपाईहरुले चाहिँ यसरी मार्जिन राखेर चाहिँ डिजाइन गर्नुहोस् ल हेर्नुस् हामीले फोटोशपमा बनाएको यो ब्यानर यो डिजाइन यस्तो देखिएको छ यो जेपीजी फाइलमा तपाईहरुले यो मेथडलाई अपनाएर तपाईहरुले यो भन्दा राम्रो डिजाइन बनाउन सक्नुहुन्छ तपाईहरुलाई आजको भिडियो कस्तो लाग्यो प्लिज कमेन्ट लाइक शेयर एन्ड सब्स्क्राइब Gotta focus on yourself, on your faith, on your dreams, on your mind, on your health, yeah. You gotta work, never tell, keep your head down, find what you love and excel, yeah. Push and pull and repel any hate, go create what you want, feel compelled, yeah. And once you finally get a taste of the race, you'll never look back once you felt that.